कहिलेकाहीँ चाहिँ खानासँग खानलाई यसरी फिस करी बनाएर खानुस् त तपाईहरुले त एक थाले भात खानुहुन्छ है किनभने यो यति मिठो बन्छ नि। फिस करी बनाउनलाई सुरुमा फिसलाई चाहिँ म्यारिनेट गर्ने नुन खुर्सानी बेसार जीरा र आधा लेमन जुस पनि एड गरे सानो चम्चाको 1 चम्चा अदुवा र लसुनको पेस्ट हालेर मज्जाले मिक्स गरे हल्का क्रिस्पी बनाउनलाई चाहिँ 2 चम्चा जति कर्न फ्लावर पनि एड गरे र यसलाई एकैछिन छोडिदिने 5 मिनेट जति र प्यानमा चाहिँ तेल हालेर यसलाई अब डीप फ्राई गर्नुपर्छ। यसलाई चाहिँ यतिको ब्राउन नहुन्जेलसम्म फ्राई गर्ने र यतिको ब्राउन भइसकेपछि अब मैले यसलाई निकाले। करीको लागि चाहिँ कराईमा 2 चम्चा जति तेल एड गरिदिने जिरा फुराउने 5 वटा जति रातो खुर्सानी 2 वटा मिडियम साइजको प्याजलाई एकैछिन फ्राई गर्ने। अब छुट्टाउने नहुने भनेको चाहिँ यो तोरी हो है। यसले यति मिठो बनाउँछ नि यो फिश करीलाई। मैले सानो चम्चाको 2 चम्चा एड गरे र त्यसैगरी 6 वटा गोलबेडा पनि हाले। अब यो गोलबेडा गलिसकेपछि यसलाई एकैछिन सेलाउनलाई राखिदिने र त्यसपछि यसको प्युरे बनाइदिने। प्युरे बनाइसकेपछि कराईमा एड गर्ने 1 चम्चा जति अदुवा र लसुनको पेस्ट पनि एड गरिदिए। अरु मसलामा चाहिँ थोरै बेसार 1 चम्चा जिराको धुलो 1 चम्चा रातो धुलो खुर्सानी हालेर पनि मज्जाले मिक्स गर्ने। अब चाहिँ यसमा कति करी चाहिन्छ त्यही अनुसार मज्जाले तातो पानी एड गर्ने। थोरै धनिया पनि हाले। अब यो करी चाहिँ मज्जाले बोइल आइसकेपछि मात्रै फिश हाल्ने है। अब फिश पनि एड गरिदिए र यसलाई एकैछिन पकाइसकेपछि यस्तो दामी फिश करी बनेर रेडी हुन्छ नि। यसको ग्रेभी पनि बाक्लो बाक्लो खानासँग त यति खाए नि मैले। यो रेसिपी तपाईहरु पनि ट्राई गर्नु है।